What's up guys? सबै तपाईहरुलाई न्यू स्टाइल फ्यासनरको न्यू ब्लगमा स्वागत छ। हामीसँग फेरि बबाल क्वालिटीमा स्निकर्सहरु ड्रप भइसकेछ गाइस। बबाल क्वालिटीमा सबै मास्टर कपमा स्निकर्सहरु खत्रै आइसकेछ। मजाले के छ, प्राइस के छ, क्वालिटी के छ, सर्लक्क हेर्नु पर्ने हुन्छ। हजुरहरु मजाले भिजिट गर्नु पर्यो है गाइस। लोकेसन चाहिँ हाम्रो जमलबाट असुन्दानी बाटोमा हो गाइस। ल म चट्ट लाएर यो चाहिँ हाम्रो सुजको फ्लोर भइहाल्यो। हामीसँग स्निकर्सहरु लट्स अफ भेराइटी छ, बुटहरु, स्निकर्सहरु यतातिर। ल फेरि आज पनि हाम्रो चट्ट ल्याएर साम्पाङ ब्रदरले नमस्ते फ्रम न्यू स्टाइल फ्यासन वेयर सबैजनालाई। अनि त्यसपछि सबैजनालाई चाहिँ वेलकम टु आवर ब्रान्ड न्यू एपिसोड स्निकर ब्लगमा। अनि आज चाहिँ के आएको छ हैन, सबै हेर्नुपर्ने हुन्छ। त्योभन्दा अगाडि चाहिँ सर र एकचोटि हाम्रो पसलहरू म एकचोटि भिजिट गरिदिन्छु, के छ म सर र देखाइदिन्छु। त्यसपछि हामी अब भिडियोमा जान्छौँ हैन। यो चाहिँ सर र हाम्रो कलेक्सन छ जोर्डन 1 हाईमा। जोर्डन 1 हाईमा लगभग हामीसँग 25 देखि 30 वटा कलरहरू अवेलेबल छ। तपाईलाई इफ जोर्डन 1 लभर्स हुनुहुन्छ भने तपाईलाई अरु कतै जानु पर्दैन के। तपाईले खोजेको हैन लगभग तपाईले खोजेको कलर वेजहरू अनि त्यसपछि कलर वेज मात्रै भएर भएन, विथ बबल क्वालिटी पनि हो हैन। पाउन सक्नुहुन्छ, लट्स अफ छ हामीसँग हैन, हेर्न सक्नुहुन्छ। अनि एयरफोर्स लभर्सहरुको लागि लरप आइसक्यो। हामीले एकछिनपछि भिडियोमा अब डिटेलमा देखाउने नै छौं एयरफोर्सको कलेक्सन्सहरु। अनि न्यू ब्यालेन्सको कलेक्सन, दाइ न्यू ब्यालेन्स भन्दै हुनुहुन्थ्यो सबले। न्यू ब्यालेन्सको कलर पनि लरप नै आइसकेको छ, हेर्न सक्नुहुन्छ। अनि सर र हाम्रो अब धेरै जना अब आइ नै रहनु भएको हुन्छ हैन। हाम्रो स्पोर्ट्स सेसन भयो, अनि यो चाहिँ हाम्रो अब यो चाहिँ मिक्स वाला अब सेसन भयो। अनि यो स्पेशल हाम्रो डङ्क्स सेसन भयो, यो चाहिँ डङ्क्सको सेसन भयो। अनि त्यसपछि यिनीहरु भनेको जोर्डन लोजको सेसन भयो हैन। हामीसँग जोर्डन लोज पनि हामीसँग लगभग 25 देखि 30 अब कलर वेजहरु अवेलेबल छ। आउन सक्नुहुन्छ, आएर भिजिट गर्नु पर्यो। अब हामी चट्ट लाएर स्टार्ट गर्छौं स्निकर्सहरु न्यू ड्रप। के छ, कस्तो छ, प्राइस कुन क्वालिटी हो, मार्केटमा आउने क्वालिटी कुन हो, फुल्ली हेर्नु पर्यो गाइस। तपाईहरुले चाहिँ प्लिज सबैजनाले लाइक कमेन्ट सब्स्क्राइब गर्नु नबिर्सिनु होला। हामी चाहिँ अब डेली विकली भिडियोहरु अपडेट गरिरहेको हुन्छ तपाईहरुलाई। कहिलेकाहीँ अब 1-2 हप्ता भिडियो आइरह हुँदैन किनकि न्यू ड्रप हुँदैन, त्यही भएर चाहिँ भिडियो स्टप भएको गाइस। अब कन्टिन्यू आउँछ। तपाईहरु मजाले न्यू स्टाइल फ्यासनरमा स्वागत छ सबैजनालाई। ल अब हामी स्टार्ट गर्दियौं न त। ल अब चाहिँ हामीले स्टार्ट गर्नुपर्ने हुन्छ। के नयाँ आर्टिकलहरु आएको छ म सर र मजाले देखाइदिन्छु है त। ल सर हेर्नुपर्ने हुन्छ। आज पनि लरफ आएको छ हैन। हामी कहाँ एयरपोर्ट्सहरु देखिरहनु भएको छ, स्पेशली यहाँनेर के छ सबैले अब पढ्न सक्नुहुन्छ। धेरै जनालाई थाहा छ, हामीलाई भन्दा धेरै थाहा छ हैन। यो चाहिँ अब बक्स हेरेर अन्दाज लगाउन सक्नुहुन्छ कुन क्वालिटीको हो भनेर हैन। बक्स अब आएर तपाईले बक्स फिल गर्दाखेरि नै अब क्वालिटी चाहिँ राम्रो छ भनेर अब थाहा पाउन सक्नुहुन्छ हैन। सर र यहाँनेर यतापट्टि साइडमा ल बवाल छ यस्तो। अनि यसको साइज ट्याग पनि यस्तो मजाले आएको हुन्छ हैन। अनि अब ज्याग वाला ट्याग डेफिनेटली भयो। जम्पम्यानमा चाहिँ हामीसँग दुईटा कलर वेजमा आएको छ। यो चाहिँ स्पेशली क्वालिटी प्रिफर गर्ने हाम्रो कस्टमरहरुको लागि हो हैन। इफ यु प्रिफर क्वालिटी देन जस्ट रिमेम्बर टु अस हैन। हामीलाई सम्झनु होला कुन कलर वेमा छ, क्वालिटी कस्तो छ, सबै हामीले डिटेलमा हेर्नु पर्ने हुन्छ। अब अनबक्सिङ गर्दियौँ है त। ए के हो दामी क्याप अनि विथ ब्याग पनि आएको छ है। दामी क्वालिटीको ट्राभिस स्कटको ब्याग पनि दिएको छ हैन। मजाको अति बवाल छ ब्याग पनि है। दामी ब्याग छ। यो चाहिँ नर्मल यसरी सपिङ ब्याग जस्तो युज गर्न पनि सक्नुहुन्छ हैन। अनि यो भित्र अब आउने बटर पेपर, दामी क्वालिटीको बटर पेपर अति दामी छ। यो चाहिँ जमेन ज्याक युनिभर्सिटी रेड अति बवाल छ। 3 पेयर एक्स्ट्रा लेसेस पनि पाउन सक्नुहुन्छ है त हजुरले। अनि यसको डिटेलको कुराहरु गर्नुपर्दा थोरै म यसको फेब्रिकको कुरा म गर्दिहाल्छु है। यो चाहिँ तपाईको मेश कन्भास भन्छ यो फेब्रिकलाई चाहिँ, जुन यो टो बक्समा देखिरहनु भएको छ। यो मेश कन्भास मटेरियल जुन चाहिँ तपाईको ओरिजिनलमा अब मेश कन्भास नै पाउन सक्नुहुन्छ। अनि यो जुन यो तपाईको यो टो क्याप भन्छ यो एरियाहरुलाई चाहिँ टो क्याप्सहरु चाहिँ तपाईको स्मुथ लेदरमाथि पेटेन्ट गरिएको छ है, जुन चाहिँ एकदमै बवाल लेदर रहन जान्छ भने। अनि तपाईको यो साइडमा चाहिँ तपाईको जुन चाहिँ यो टम्बल लेदर पाउन सक्नुहुन्छ। अनि यो नाइकी सुजको यो नाइकी लोगो इम्बोसमेन्ट गरेको छ। यो चाहिँ रेडमा, जुन चाहिँ युनिभर्सिटी रेड हो। यो अति बवाल छ र पछाडि ज्याकको साइन देख्न सक्नुहुन्छ। अति बवाल छ, क्वालिटी फाइन।
ल मजाले हेर्न सक्नुहुन्छ है त ल मजाले हेर्न सक्नुहुन्छ ल अति दामी छ जम्यान ज्याक प्रपर मास्टर कपीमा है त यो चाहिँ अति मास्टर कपीमा जम्यान ज्याकको थोरै यो चाहिँ अब जम्यान ज्याक कहाँबाट इन्सपायर भएको रहेछ भन्दाखेरि चाहिँ तपाईँको 80s को बास्केटबल सुज अनि त्यसपछि तपाईँको 90s को स्केटबोर्ड सुजबाट चाहिँ यो चाहिँ इन्सपायर भएर यो अब जर्डनले ट्राभिस स्कटले अब नाइकीसँग लङ टर्मसम्म जुन कोलाबोरेसन गरिरहेछ नि त अनि समथिङ न्यू के गर्ने त भन्दाखेरि चाहिँ जम्यान ज्याकको आइडिया चाहिँ त्यहाँबाट चाहिँ निस्केको रहेछ अति यो चाहिँ तपाईँको अब यो त्यस्तो अब त्यति सस्तोवाला क्वालिटी होइन यो चाहिँ प्रपर प्योर मास्टर कपी हो जुन चाहिँ तपाईँको हामीले ठ्याक्कै 11,500 राखेको छ यसको मार्क प्राइस चाहिँ इफ हजुर हाम्रो भ्युवर्स हुनुहुन्छ भने हजुरलाई चाहिँ 10,000 सम्म गर्न सकिन्छ 10,000 सम्म जम्यान ज्याक मास्टर कपी है गाइस तपाईहरु कन्फ्युजन नहुनु होला रियल मास्टर कपी भन्ने यो गाइस तपाईहरुलाई मैले भिडियोबाट नि देखाइदिइरा छु सक्दो राम्रो क्वालिटी है अब हजुरहरुलाई चाहिँ रियलमा हेर्न मजा आउँछ तपाईहरु चाहिँ भ्यालीमा हुनुहुन्छ नि स्टोर भिजिट गर्नु होला हेरेको पैसा लाग्दैन गाइस रियल मास्टर कपी भनेको यो साइज कतिबाट छ साइजहरु यसको 39 देखि 44 साइज सम्म अवेलेबल छ र अब यो चाहिँ हाम्रो सुज अब रिस्टक भएको 1-2 दिन मात्रै भएको छ हैन त्यही पनि तपाईको हाम्रो कस्टमर्सहरुले आएर अति दामी रिभ्यु दिएर अब लगी पनि सक्नु भएको छ धेरै पेयर्स लगिसक्नु भएको छ चाँडो भन्दा चाँडो आएर तपाईहरुले चाहिँ ग्र्याब गर्नु पर्यो है त गाइस अति दामी 10,000 सम्म हैन त 10,000 सम्म भ्युअर्सहरुलाई है यो चाहिँ फिक्स रेट जुन चाहिँ भ्युअर्सहरुको लागि मात्रै ल अब हामी अर्को कलरवे हेर्छौं दुईटा कलरवे अनबक्सिङ गरिहालौं दुईटा कलरवेमा आएको छ अर्कोमा पनि यसमा ब्याग रहेछ हैन ब्याग अति दामी छ ब्याग पनि हैन ब्याग पनि दामी अनि यसको कलरवे ल अति बवाल छ यो चाहिँ तपाईको जम्यान ज्याक ट्राभिस स्कट सेल भन्छ है यसलाई ट्राभिस स्कट सेल जुन चाहिँ अति दामी छ अति नै दामी क्वालिटी देखाइदिनु ल चट्ट लाएर यसको मटेरियलहरु चाहिँ के हो नि मटेरियल चाहिँ यो तपाईको यो जुन टो बक्समा पाउनु टो बक्समा मेश कन्भास मटेरियल छ जुन चाहिँ यो चाहिँ मेश कन्भास हो अनि यो साइडमा टो क्यापमा चाहिँ स्मुथ लेदरमा तपाईको पेटेन्ट गरिएको छ र साइडमा तपाईको यो इनर चाहिँ तपाईको टम्बल लेदर पाउन सक्नुहुन्छ है अनि यो जुन नाइक इम्बोसमेन्ट लोगो अब इम्बोसमेन्ट गरिएको छ जुन यो चाहिँ तपाईको नुबक हल्का स्युट लेदरमा तपाईको यो चाहिँ इन्भेस्टमेन्ट गरिएको छ एक्स्ट्रा लेस टिन्डा रहेछ हैन एक्स्ट्रा लेस 3 पेयर्स पाउन सक्नुहुन्छ त्यही पनि लेसेसहरु पनि एकदम प्रिमियम छ है स्टोर आएर मजाले हेर्न सक्नुहुन्छ डिटेल हेर्नुहुन्छ भने अति बवाल छ गाइस अति बवाल छ मास्टर कपी रियल मास्टर कपी टिन्डा एक्स्ट्रा लेस विथ बक्स अनि तपाईको ब्याग यो कति छ यसको प्राइस नि यो भ्युअर्सहरुलाई मात्र 10,000 यो चाहिँ प्लिज नन बार्गेन प्राइस हो यो चाहिँ हाम्रो भ्युअर्सहरुको लागि मात्र है लास्ट प्राइस यो चाहिँ फाइनल प्राइस साइजहरु 39 देखि 44 सम्म अवेलेबल छ चाँडो भन्दा चाँडो आउनु पर्यो गाइस यस्तो क्वालिटीको सुज चाहिँ फेरि एकदमै चाँडो आउट अफ स्टक हुन्छ त्यही भएर आफ्नो साइज चाहिँ चाँडो भन्दा चाँडो ग्र्याब गर्नु पर्यो नि त हैन ल अब चाहिँ फाइनली एभरग्रीन जहिले हैन चलिराख्ने सदाबहार हाम्रो जुन चाहिँ एयरफोर्स नाइकी एयरफोर्स हामी हेर्न जान्छौं अलिकति एक्स्ट्रा बक्स देखिरहेको छु म यहीँबाट सुरु गर्न चाहन्छु है एक्स्ट्रा छ अनि यो लोगो धेरै जनाले यो साइन अब यो वाला धेरै जनाले याद गर्नुभयो होला स्निकर लभरहरुले कति जनाले याद छैन भने चाहिँ यो चाहिँ तपाईको अनडिफिएटेड को साइन हो है जुन चाहिँ एयरफोर्समा अनडिफिएटेड सँग कोलाबोरेट गरेको यो चाहिँ एक्स्ट्रा एकदम युनिक अनि फर्स्ट टाइम इन नेपाल भन्न चाहन्छु यो सुज चाहिँ मैले आजसम्म नेपालमा देखाएको छैन है त अनबक्सिङ गरिदिइहालौं के छ बटर पेपर यो चाहिँ तपाईको यो जुन साइडमा यो फ्रेजेज गरिएको छ आई एम अनइन्टरप्टेड भनेर यो चाहिँ फ्रेजेज यो एकदमै धेरै अब उ गरेको छ यो यसको चाहिँ थोरै स्टोरी भन्नु पर्दाखेरि यो एयरफोर्स 1 हो जुन अब इन्टरप्टेड भन्ने एउटा ब्रान्ड छ जुन हैन त्यो ब्रान्ड र एयरफोर्सले चाहिँ कोलाबोरेसन गरेको हो अति दामी छ यसको अलिकति युनिकनेस भनेको चाहिँ हजुरलाई यहाँनिर 2 पेयर्स यो मार्कर पनि आउँदो रहेछ है 2 पेयर्स मार्कर पनि आउँदो रहेछ अनि यो चाहिँ अलिकति युनिक के मानेमा पनि छ भने यो चाहिँ तपाईले पछाडी चाहिँ यस्तो खालको यो एम्ब्रोइडरी पाउनुहुन्छ आई एम मोर देन अनइन्टरप्टेड पाउन सक्नुहुन्छ एउटा सुजमा आई एम मोर देन छ अनि अर्को सुजमा चाहिँ इन्टरप्टेड छ अति बवाल छ युनिक छ है त यो बवाल छ अति दामी छ
क्वालिटी त तोप छ त क्वालिटी बबाल छ अति दामी छ क्वालिटी पनि लेसको क्वालिटी लेसमा रिफ्लेक्टिभ हुन्छ यो लेस यो पनि रिफ्लेक्टिभ हुन्छ यो हल्का रिफ्लेक्ट हुन्छ हल्का यो एकदम यो भाग छ न यो नाइकी यो शाइनिङ यसमा पनि रिफ्लेक्टिभ हुन्छ यो अति स्मुथ छ है यो अति स्मुथ छ स्टोर आएर मजाले चेक गर्न सक्नुहुन्छ है हजुरहरूले अब भिडियोजमा अलि अब तपाईँलाई अब आएर छुएरै फिल गर्न जानुहुन्छ भने चाहिँ स्टोर भिजिट गर्नु पर्यो स्टोरको लोकेसन चाहिँ जमलबाट असम जाने बाटोमा फर्स्ट लेफ्ट साइडको फर्स्ट बिल्डिङ है त कति छ प्राइस यो चाहिँ ठ्याक्कै 8500 हो अब हाम्रो भ्युअर्सहरूलाई चाहिँ मात्रै भ्युअर्सहरूलाई यो चाहिँ नन बार्गेन प्राइस फिक्स प्राइस 7500 गरिदिउँ है त साइजहरू यसमा चाहिँ 36 देखि 44 45 सम्म अवेलेबल छ एयरफोर्स अनलिमिटेड एकदम चाँडो आउनु पर्यो मास्टर कपी यहाँले जति नै स्टिकर्सहरू देखाएर छ मास्टर कपी नि छ सबै मास्टर पिस फर्स्ट कपी नि छ गाइस तपाईहरुले प्लिज फुल भिडियो हेर्नु होला लाइक कमेन्ट सब्स्क्राइब नि गर्न सक्नुहुन्छ फुल भिडियो हेर्नुपर्ने हुन्छ हजुरले अब अर्को कलर वेज यो चाहिँ मेरो हातमा कुन छ यो चाहिँ हामीले खोलेर हेर्नुपर्ने हुन्छ फाइनली यो पनि फर्स्ट टाइम इन नेपालै हो यो चाहिँ एयरफोर्स र यो चाहिँ इयर अफ द ड्रागनको एयरफोर्स है त इयर अफ द ड्रागनको एयरफोर्स हो यो चाहिँ यो आई थिङ्क यो पनि अब मैले थाहा पाएँ अनुसार फर्स्ट टाइम इन नेपालै हो है इयर अफ द ड्रागन र ल इयर अफ द ड्रागनसँग कोलाबरेट गरे हो अति नै दामी छ है यो पनि दामी छ यसको चाहिँ फेब्रिकहरू चाहिँ अलिकति फरक छ यसको अलिकति हेभी छ अरूभन्दा चाहिँ किनकि यसको फेब्रिकहरू अलिक डिफ्रेन्ट छ स्टोर आएर हजुरले मजाले हेरेर लिन सक्नुहुन्छ धेरै यो चाहिँ एकदमै धेरै सोल आउट भइरहेछ है अहिले चाहिँ यो क्वालिटीको सुजहरू चाहिँ एकदमै कम आउँछ चाँडोभन्दा चाँडो आउनु पर्यो अब कतिजना हाम्रो अब कस्टमर्सहरू चाहिँ अब यो भिडियो हेरेर 2 महिना 3 महिना पछि आउनुहुन्छ नि त होइन उहाँहरूको लागि साइज सकिरहेको हुन्छ अनि हामीलाई कस्तो नरम लाग्छ नि त अब यस्तो सुजहरू सबैलाई प्रोभाइड गर्न नपाउँदा अनि त्यही भएर हजुरहरू चाहिँ एकदम चाँडोभन्दा चाँडो चाहिँ स्टोर आउनु होला है त जस्ट डु इट नै लेखेको छ त यहाँ ल जस्ट डु इट नाइकीको जस्ट डु इटको यो स्लोगन त लेख्नु परिगयो नि त गाइस हैन इयर अफ द ड्रागन एकदमै मास्टर कपीमा हो साइजहरू कति छ यसको दामी छ 36 देखि 45 सम्म छ है त साइजहरू 36 बाट 45 प्राइस यो चाहिँ मात्रै ल भ्युअर्सहरूलाई फिक्स नन बार्गेन प्राइस कृपया 7500 सम्म गरिदिन्छ फाइनल प्राइस 7500 यो चाहिँ फाइनल यो चाहिँ नन बार्गेन प्राइस हो यो प्राइसहरु चाहिँ हजुरहरुलाई एकदमै दिने लास्ट प्राइस हो साइजहरु 36 बाट 45 सम्म छ भने प्राइसहरु त्यही 75 हेरि छ गाइस मजाले भिजिट गर्नु होला हामीसँग अहिले मास्टर कपी स्निकर्सहरु लट्स अफ भेराइटीमा आइसकेछ छ अब अलिकति एक्स्ट्रा कलरको यहाँनिर म बक्स देख्दैछु यो भित्र कुन छ म पनि अब यहाँनिर अनबक्सिङ गरेर हेर्नुपर्ने हुन्छ हेर्दिउँ है त ल के हो बक्स प्याकेजिङ बवाल छ त जी बवाल छ एक्स्ट्रा लेस यो साइन देखेपछि धेरैजनाले नोटिस गर्नुहुन्छ होला यो चाहिँ रेनिङ च्याम्पको साइन हो होइन गाइज यो चाहिँ सावर बेसमा छ धेरैजनालाई अब कतिजनाले लेदर बेस होइन म चाहिँ सावर बेस प्रिफर गर्छु भन्नुहुन्छ नि त उहाँहरूको लागि चाहिँ बेस्ट अफ दि बेस्ट कलरवे यो सुज हुन जान्छ प्लस कलरवे पनि अति नै दामी छ यो जुन यो लाइट ट्युब छ नि यो जुन रिफ्लेक्ट दामी रिफ्लेक्ट हुन्छ यो एउटा कलरवे मात्रै होइन है यो एकदम धेरै कलरवेमा रिफ्लेक्ट हुन्छ अनि यो नाइकी योको यो सुज इम्बोसमेन्ट चाहिँ यो सावरमै छ होइन नेभी ब्लू कलरमा जुन चाहिँ यो र यो तलको यो आउटर सोल चाहिँ मिक्स हुन जान्छ म्याचिङ हुन जान्छ अनि यो लेसेस पनि अति बवाल छ ल यो सबैजना दियो धेरै मास्टर कपी भने यो गाइस यो क्वालिटीहरु तपाईले मार्केटमा पाउनुहुन्न 100% ग्यारेन्टी हो विश्वास लाग्दैन भने तपाईहरु आएर चेक गर्न सक्नुहुन्छ लोकेसन जमलबाट असन्दानी बाटोमा गाइस हेरेको पैसा लाग्दैन गाइस स्टोर आएर हेरेर यसको शर्टको क्वालिटी हेर्न सक्नुहुन्छ यस्तो बवाल हुन्छ है शर्टको क्वालिटी चाँडो भन्दा चाँडो आएर चाहिँ ग्र्याब गर्नु पर्यो है यस्तो क्वालिटीको सुजहरु चाहिँ धेरै आउँदैन लिमिटेड आउँछ यसको प्राइस नि कति छ प्राइस मात्रै भ्युअर्सहरुलाई 7500 गर्दिउँ है त यो चाहिँ 7500 भ्युअर्सहरुलाई 7500 सम्म आयो त कतिजनाले चाहिँ अब कस्तो भन्दाखेरि अलिकति मिसकम्युनिकेसन भएको कि मिसगाइड भएको हो होइन उहाँहरूले अब यो भ्लगमा नै यति भने चाहिँ स्टोर आएपछि त अब डिस्काउन्ट होला नि त भन्नुहुन्छ होइन त्यो चाहिँ प्लिज नभनिदिनु होला यो चाहिँ हजुरलाई एकदम भ्युअर्सहरूको लागि राखिदिएको प्राइस हो है त ल अर्को म एयरफोर्समा नै देख्दैछु यो कुन हो हेर्नुपर्ने हुन्छ हामीले होइन अर्को भनेको यो चाहिँ इयर अफ द स्नेकसँग कोलाबोरेसन गरेको नाइकी एयरफोर्स 1 सम्भवतः यो पनि फर्स्ट टाइम इन नेपालै हुनुपर्छ यो पनि दामी छ है त युनिक छ एक्स्ट्रा छ मास्टर कपीमा गाइस अलिकति एक्स्ट्रा रुचाउने हुनेहरूको लागि चाहिँ
बेटर सुजहरू बेस्ट सुजहरू अहिले रिस्टक भइसकेको छ चाँडोभन्दा चाँडो आएर ग्र्याब गर्नुपर्ने हुन्छ है त गाइज ल मजाले हेर्न सक्नुहुन्छ कति यसको प्राइस यो हाम्रो यो स्नेक पनि 7.5 सम्मै गरिदिउँ भ्युअर्सहरूलाई है भ्युअर्सहरूलाई 7.5 सम्म गरिदिउँ फेब्रिकहरू चाहिँ तपाईँको अति नै दामी छ है त यिनीहरू स्मुथ लेदरमा छ अति दामी छ साइडमा अब तपाईँको यो स्नेक टाइपको प्रिन्टहरू पनि पाउन सक्नुहुन्छ इयर अफ द स्नेक दामी छ यो पनि यो नि 75 सम्म हैन 75 सम्म यो साइज 36 to 44 45 ल गाइस ल चाँडो आउनु पर्यो साइजहरू चाहिँ एकदम लिमिटेड छ चाँडो भिजिट गर्न आउनु सक्नुहुन्छ पर्यो ल फाइनली म यो दुईटा छोडेर यो म देख्दैछु यो ट्रिपल व्हाइटको मास्टर कपी धेरैजना हाम्रो कस्टमर्सहरूले मलाई सोध्नु भएको छ हैन ल सोध्नु भएको छ एयर फोर्सको क्वालिटी यसको पनि मास्टर कपी मैले ल्याइसकेको छ न्यू स्टाइलमा आइसकेको छ गाइस तपाईहरु चाहिँ एयर फोर्सको प्राइस र मार्केटमा पाउने र न्यू स्टाइलमा पाउने धेरै फरक हुन्छ प्राइस पनि र क्वालिटी तपाईहरुले चाहिँ रियल मास्टर कपी र फर्स्ट कपीमा के हो यहाँ हेर्नुपर्ने हुन्छ गाइस रियल मास्टर कपी र फर्स्ट कपीमा आज हामी तपाईहरुलाई मजाले देखाइदिन्छु अझ गाइस तपाईहरुलाई चाहिँ हेर्नु मजा आउँछ रियलमा हेर्नु मजा आउँछ तपाईहरु मजाले भिजिट गर्नु पर्यो गाइस लोकेसन हाम्रो जमलबाट असन्दानी बाटोमा चट्ट लाएर अब हामी यसको क्वालिटीहरु देखाउँछु हेर्नुपर्ने हुन्छ गाइस अहिले रिसेन्टली चाहिँ मैले यो दुईटा मात्रै राखिदिएको छ इफ अब तपाईलाई अब अझै धेरै अब हेर्न चाहनुहुन्छ भने स्टोर आउनु होला 4 देखि 5 वटा चाहिँ क्वालिटी हामीसँग छ हैन 4 देखि 5 वटा अब यो भिडियोमा चाहिँ सबै तपाईको अलिकति पोसिबल हुँदैन नि त भिडियो धेरै लामो हुन्छ तपाईहरुलाई झन्झट हुन्छ हैन त्यही भएर यो दुईटा राखिदिएको छ यो चाहिँ अब तपाईको प्रपर मास्टर कपी हो अनि यो चाहिँ नर्मल हाई कपी जुन मार्केटमा मास्टर कपी भन्छ नि त हरिब सही गाइस मास्टर कपी भनेर बेचिरहेको हुन्छ यो दुईटा मार्केटमा मास्टर कपी भनेर बेचिरहेको सुस यो रियल मास्टर कपी भने यो गाइस तपाईहरु नझुकिनुस् है गाइस प्लिज नझुकिनु होला एक्चुअली हजुरहरु हेर्नु नि मजा आउँछ एक्चुअली शोरूम भिजिट गर्नु होला स्टोर भिजिट गर्नु होला यसको अब तपाईको मेन यो डिफरेन्सेस चाहिँ कहाँ आउँछ भने ठ्याक्कै यो तपाईको नर्मल यतिकै हेर्दा सेपै फरक आउँछ हैन कलर पनि अलि फरक आउँछ अनि मेन कुरा चाहिँ तपाईको सुजहरु किन्दाखेरि जहिले पनि यो टो बक्स नै फरक आउँछ के यो टो बक्स फेब्रिक त डेफिनेटली यो फेब्रिक त फरकै छ हैन मेन यो टो बक्सको सेप यसको जुन अब एकदम प्रपर छ भने यसको टो बक्स नै मिलेको छैन नि त अनि यो लेसेस त डेफिनेटली फरक हुन्छ लेसको क्वालिटी लेस त डेफिनेटली फरक छ यसको लेसको क्वालिटी यस्तो छ यो लेसेस र यो लेसेसै फरक छ अनि मेन कुरा भनेको यो सक लाइनर जुन यो सक लाइनरको सेप यस्तो मजाले मिलेको छ यसको र यसको सक लाइनरको सेप मजाले मिलेको छैन अनि अर्को कुरा भनेको तपाईको यो ट्याक्कै यो टङमा फरक आउँछ है त हजुरको यो यसको यो टङ अति नै स्मुथ पाउन सक्नुहुन्छ हजुरले स्मुथ लेदर र यो टङ एकदम दामी प्रिमियम भाइबसँग छ के यो टङ छाम्दाखेरि नै अनि यसको यो टङ चाहिँ एकदम यो पातालो छ के पातालो छ हैन त्यहीबाट थाहा पाउन सकिन्छ है त एयरब्रसको क्वालिटीहरु चाहिँ यसको साइन र यसको साइन नै फरक यो एम्ब्रोइडरिङ नै फरक छ एम्ब्रोइडरिङ फरक छ अनि यो जुन यो टङको क्वालिटी नै फरक छ टङको क्वालिटी नै फरक छ भित्रदेखि यो यसको पछाडी देखाइदियो त पछाडी ल हेर्नुहोस् ल अलि यो साइन नै मिलिरहेन के बाङ्गो बाङ्गो दौडिरहेछ अलिकति डेफिनेटली फरक त हुन्छ डेफिनेटली फरक हुन्छ न्यू स्टाइलको रियल मास्टर कपी यो गाइस मेरो लेफ्ट साइडको यो फर्स्ट कपी तपाईहरुलाई मार्केटमा मास्टर कपी भनेर झुकाइरहेको सूची यो गाइस है तपाईहरु कन्फ्युजन नपर्नु होला र अझै हेर्नु मजा आउँछ तपाईहरु भिजिट गर्न सक्नुहुन्छ स्टोरमा लोकेसन जमलबाट असन्दानी बाटोको लेफ्ट साइडको फर्स्ट बिल्डिङ यसको प्राइस कति छ यो त 5000 सम्म आउँछ 5000 सम्म अझ 4035 सम्म आउने पनि छ तर यो भनेको 5 सम्म आउँछ तपाईहरुलाई फेरि मार्केटमा मास्टर कपी भनेर 6700 7000 6800 मा तिरिरहनु भएको छ नि यो फोकटमा हो गाइस है तपाईहरु रियल मास्टर कपी हेर्नुहुन्छ नि यो गाइस तपाईहरु आएर एकचोटी चेक गर्नु होला लोकेसन गाइस जमल चोकबाट असन्दानी बाटोमा है रियल मास्टर कपी भने यो यसको लुक्स र यसको लुक्स नै अलिकति यस्तै देखाइदिनु फरक छ हेर्दाखेरि कलर वे नै यो मास्टर कपी यो फर्स्ट कपी हेर्दाखेरि यो ट्याग नै आउँछ यो ट्याग नै आउँछ F1 लेखेको हुन्छ बक्स नै आउँछ
तर चिन्नु पर्यो क्वालिटी सेप र फ्याब्रिक के छ तपाईँहरूले छुटाउनु पर्ने हुन्छ गाइस हामीले यहाँनिर मजाले तपाईँहरूलाई देखाइदिइसकेको छ अझ योभन्दा मुनि नि दुईटा प्राइसमा पाउनु सक्नुहुन्छ तपाईँहरूले त्यो चाहिँ मैले भिडियोमा राखेन त्यो हेर्नुहुन्छ नि एकचोटि न्यू स्टाइल भिजिट गर्नु पर्यो त गाइस ल भिजिट गर्नु पर्यो आएर कति छ यसको प्राइस रे यो चाहिँ तपाईँलाई 75 सम्म आइदियो 75 सम्म रोयल मास्टर कपी चाहिँ 75 सम्म आयो नि त 5000 सम्म यो चाहिँ 5000 सम्म यो 7500 सम्म तपाईँले हेर्न चाहनुहुन्छ भने 4035 वाला हामीले स्याम्पल पिस राखिदिएको छ आएर हेर्न सक्नुहुन्छ है त ल अब हामी भन्दै अब अर्कोमा जानुपर्ने हुन्छ किनकि अब भिडियोहरू पनि धेरै लामो हुन्छ नि त गाइस ल अब फाइनल यहाँ देखिरहनु भएको छ पढ्न सक्नुहुन्छ हैन यो कुन हो एकदमै खतरा बवाल हाइप भएको सुज सुप्रिम वाला सुप्रिममा पनि हामीसँग अब टु टाइप्सको आर्टिकल आएको छ सुप्रिममा पनि फ्यान है गाइस ल हेर्न सक्नुहुन्छ ज्याकेट पनि छ गाइस र टी-शर्ट पनि छ हेर्न सक्नुहुन्छ है सट्टा लाएर अब सुज पनि देखाइन्छ तपाईहरुलाई सुप्रिमको एउटाको अनबक्सिङ गर्नुपर्ने हुन्छ दामी बक्स आउँछ हैन दामी बक्स आउँछ यो वाला चाहिँ तपाईको अलिकति प्लेनमा सुप्रिम है ल प्लेन कलरमा सुप्रिम अति दामी छ यसको पनि हामीसँग दुईटा क्वालिटीमा अवेलेबल छ दुईटा क्वालिटी चेक गर्न सक्नुहुन्छ है त ल हामीसँग यसमा दुईटा क्वालिटी नै अवेलेबल छ तपाईहरुले प्राइस न्यू स्टाइलले महँगो लिन्छ महँगो भयो त्यो हैन गाइस सुज चिन्नु पर्यो गाइस चिन्नेलाई हिरा नचिन्नेलाई झुसिल किरा हो गाइस है तपाईहरुलाई म बारम्बार भन्छु हजुरहरुले चाहिँ एकचोटी सुज किन्नु भन्दा पहिला कतिवटा क्वालिटी आउँछ कस्तो आउँछ मजाले हेरेर लिनु पर्यो के गाइस अब यसमा के छ डिटेल्स मजाले हेर्नु पर्यो ल अब सर्ट हेर्न सक्नुहुन्छ लेसेस चाहिँ यो सुप्रिम ल्याएको छ यहाँनिर एक्स्ट्रा सुप्रिमको दिएको छ है एक्स्ट्रा लेसेस दिएको छ यो प्लेन व्हाइटको छ हैन मेन कुरा त तपाईको हेर्दाखेरि यो नै फरक हुन्छ यो नै फरक ल कलर नै फरक छ के कलर नै फरक यो एकदम साइनी सेतो छ भने यो चाहिँ अलिकति ग्रेइश टाइपको छ नि त क्रीमी टाइप त्यो टाइपको छ अनि यो सुप्रिमको प्रिन्ट पनि फरक छ सुप्रिमको प्रिन्ट के छ भने गाइस जस्ट लेखेको मात्रै छ लेखा मात्रै छ अब 3D मै छ यहाँ राख्दियौ त अलिकति यहाँ यो तपाईको मैले जस्ट साइन पेनले लेखे जस्तो मात्रै छ हैन यो चाहिँ 3D नै छ के प्रिन्ट नै गरेछ के एकैछिन है यो मैले यसरी नङले राख्दा भएन हैन सुन्नु भयो गाइस यो चाहिँ प्रिन्ट नै गरेछ यो चाहिँ प्रिन्ट नै भयो यो मात्र यो चाहिँ लेख्या मात्रै हो अब तपाईको यो एउटा भयो अर्को पोइन्ट देखाइदिनु अर्को पोइन्ट भनेको तपाईको ठ्याक्कै टो बक्स जहिले पनि म एभ्री टाइम भनिरा हुन्छु टो बक्स है टो बक्स अनि यो जुन नाइकीको यो साइन छ यहाँको नाइकी यहाँ यत्रो ठुलो छ नि यतापटि यो फरक हुन्छ अनि लेसेस त तपाईको डेफिनेटली फरक हुन्छ भने अनि यो भित्रको सक लाइनर यसको सक लाइनरको यो फर्म टाइप एकदम यो फर्म टाइपको एकदम स्पोन्जी टाइपको छ क्या यो स्मुथ टाइपको छ अनि यो चाहिँ तपाईको नेट मात्रै छ क्या यहाँनिर चाहिँ नेटहरू मात्रै छ अनि सेप त डेफिनेटली हेर्दाखेरि नै फरक हुन्छ त्यसको लागि चाहिँ स्टोर आएर हजुरले हेर्नुपर्ने हुन्छ नि त मजाले देखाइदिउँ यो रोयल मास्टर कपी तपाईहरुले हेर्न सक्नुहुन्छ यो रोयल मास्टर कपी हो यसको प्राइस कति छ यो चाहिँ 75 सम्म दिन सकिन्छ है 75 भ्युअर्सहरुलाई मात्र हो त्यो चाहिँ 75 सम्म साइजहरु 36 देखि 43 44 सम्म छ ल गाइस मजाले हेर्न सक्नुहुन्छ साइज 36 बाट 44 45 सम्म छ नि प्राइस 75 सम्म आयो रोयल मास्टर कपी भने यो है गाइस रोयल मास्टर कपी भने यो खै यो फर्स्ट कपी हेर्नु यो चाहिँ फर्स्ट यो फेरि तपाईहरुलाई मार्केटमा मास्टर कपी भनेर धेरै जनाले चाहिँ यो भिडाएर हुन्छ गाइस यो क्वालिटी भने मास्टर कपी रियल मास्टर कपी भने मात्र नेपालमा गाइस डाँडेन न्यू स्टाइल फ्यासनरमा मात्र पाउन सक्नुहुन्छ तपाईहरुलाई विश्वास लाग्दैन यसले गफ हाने भन्नुहुन्छ तपाईहरु भु हुनुहुन्छ नि एकचोटी आएर हेर्नु होला हेरेको पैसा लाग्दैन हामीसँग फर्स्ट कपी नै अवेलेबल छ मास्टर कपी नै अवेलेबल छ यो फर्स्ट कपी कतिसम्म आयो यो 55 सम्म आयो तपाईहरुलाई 5500 सम्म आयो है त 5500 सम्म आयो साइज यसमा चाहिँ लिमिटेड छ यो चाहिँ हामीले जस कम्प्यारिजन गर्नलाई मात्रै ल्यायो किनकि हामीले रेगुलर बेच्न त मास्टर कपी नै बेच्छौं हैन यो चाहिँ हामीले यसो के फरक हुन्छ त भनेर हाम्रो कस्टमर्सहरुलाई देखाउनको लागि हो इफ तपाई अझ डिटेलमा बुझ्न चाहनुहुन्छ स्टोर आएर मलाई चेक गर्न सक्नुहुन्छ है त ल अब हेर्नुपर्ने हुन्छ भिडियो धेरै लामो हुन जान्छ फेरि हैन ल अनि अर्को कुरा अनि अब सुप्रिममा हामीले यो भन्दा अगाडि अलिकति डिफरेन्ट आर्टिकल पनि ल्याएको थियो नि त त्यो चाहिँ धेरै जनाले एकदमै धेरै मन पराउनु भएको थियो क्या अनि फेरि त्यो चाहियो भन्नुभएकोले गर्दा फाइनल्ली हामीले रिस्टक गरिसकेका छौं यो वाला सुप्रिम जुन चाहिँ टम्बल लेदर बेसमा छ फाइनली रिस्टक भइसक्यो गाइस धेरै जनाले यहाँ धेरै जनाले नम्बर पनि छोडेर जानु भएको थियो उहाँहरुलाई मैले कल गरेर उहाँहरुले त ग्र्याब गरिसक्नु भयो
तपाईँहरूले कहिले त अब चाँडोभन्दा चाँडो गर्नु पर्यो चाँडो नि गाइस गर्नु पर्यो। अति दामी छ सुप्रिमको एउटा ट्याग पनि पाउन सक्नुहुन्छ है त हजुरले ट्याग पाउन सक्नुहुन्छ अनि एक्स्ट्रा लेसेस अनि दामी टम्बल लेदरमा पाउन सक्नुहुन्छ है त अति नै दामी छ है एस ल अति बवाल छ है त अति यसको पनि एमब्रोइडरी यो उठ्याएको छ है गाइस सुप्रिमको अति बवाल छ लेदर क्वालिटी हेर्न सक्नुहुन्छ कति छ यसको प्राइस यो चाहिँ ठ्याक्कै पहिलाकै रेटमा दिउँ है अलिकति बढेर आएको छ सबै सुजहरू तर पहिलाकै रेटमा 75 सम्म गर्छ 75 सम्म है गाइस र रियल मास्टर कपी हो चट्टा लाएर हेर्न सक्नुहुन्छ साइजहरू 36 देखि 45 36 बाट 45 सम्म चाँडोभन्दा चाँडो आउनु साइजहरू एकदम लिमिटेड छ है गाइस लिमिटेड छ फाइनल्ली अब एयरफोर्सको कलेक्सन सक्यो अनि म दुईटा अलिकति मिस्टेरियस सुज देखाउन चाहन्छु जुन चाहिँ अब धेरै लङ टाइम भएको थियो नआएको होइन हाम्रो कस्टमर्सहरूले दाइ कहिले यो सुज भन्दै हुन्थ्यो अति बवाल क्वालिटीमा फाइनली रिस्टक गरिसकेको छ जुन चाहिँ निस्टल फ्यासन वेयरमा अनि यो अब पढ्न सकिहाल्नुहुन्छ होइन यो चाहिँ अब खोलेर हेर्नुपर्ने हुन्छ होइन बालेन्सियागा स्पिड ट्रेनर जुन चाहिँ धेरैजनाले हाम्रो अब आइराख्नु भएको थियो बिचरा अब नपाएर डिसपोइन्टेड भएर फर्किरहनु भएको थियो फाइनली हामीले ल्याइसकेका छौँ चट्टा बिलहरू पाउन सक्नुहुन्छ अनि यो बालेन्सियागाको एउटा ब्याग अनि फाइनली यो बटर पेपर अनि फाइनली बालेन्सियागा स्पिड ट्रेनर इज अराइभ इन निस्टल फ्यासन वेयर देख्न सक्नुहुन्छ अति नै दामी छ है त यो पनि एकदम कम्फी अनि रेगुलर युजलाई चाहिँ डेली बेसिसलाई चाहिँ एकदम दामी हुन्छ नि त यो होइन बालेन्सियागा स्पिड ट्रेनर अति दामी छ अहिले रिसेन्टली आएको यो बालेन्सियागाको चाहिँ मलाई के कुरा चाहिँ एकदम सेटिस्फाइड लाग्यो भने यो जुन माथिको यो कपडा यो नेट छ नि यो वाला अति नै दामी पहिलाको भन्दा एकदम बाक्लो छ अनि यो चाहिँ तपाईँको यो पहिलाको अलिकति यो क्वालिटी अलिकति कमवाला थियो यो चाहिँ यो अति दामी छ क्या यो स्पन्जी एकदमै फ्लेक्जिबल छ होइन स्ट्रेचेबल छ अनि यो सोलहरू पनि पहिलाको भन्दा प्रिमियम छ है पहिलाको भन्दा कति छ यसको प्राइस यो चाहिँ खास 5500 भनेर चाहिँ हामीले फिक्स गरेका छौँ हाम्रो अब भ्युवर्सहरूलाई युट्युबको भिडियो हेरेर आउनुहुन्छ भने चाहिँ 5000 सम्म अनि यसमा चाहिँ दुईटा कलर वेजहरू अभाइलेबल छ अर्को कलर वे पनि सरसर्ती हेरिदिइहालौँ जुन यो तपाईँहरूले अब बालेन्सियाकै यो अनेक पेपरहरू पाउन सक्नुहुन्छ है पेपरहरू पाउन सक्नुहुन्छ अनि एउटा ब्याग बालेन्सियागाको अनि अर्को भनेको यो अलिकति अब क्लासिक कलरमा लाउनुहुन्छ भने व्हाइट एन्ड ब्ल्याक कम्बिनेसनमा लाउनुहुन्छ भने दामी छ है त कतिसम्म आएर यो चाहिँ खास 55 भनेर भ्युवर्सहरूलाई 5000 सम्म प्रोभाइड गरौँ है त 5000 सम्म साइजहरू चाहिँ 36 देखि 43 सम्म अभाइलेबल छ 60 43 सम्म एकदम लिमिटेड छ है गाइस चाँडोभन्दा चाँडो आउनु पर्यो है चाँडोभन्दा चाँडो आउनु पर्यो अति प्रिमियम छ है क्वालिटी चाहिँ दामी छ ल गाइस तपाईहरुले यो फर्स्ट र हाम्रो बालेन्सियागाको कलेक्सन देख्नु भइहाल्यो अब हामी नेक्स्ट ब्लगमा तपाईहरुलाई बबाल क्वालिटीको के छ बबाले आइसकेछ सर्ट लाएर हेर्नु होला सबैजनाले प्लिज फुल भिडियो हेर्दिनु होला लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला स्नेकर्सको लागि नेपालमा गाइस तपाईहरुको मास्टर कपी र अलिकति हाई क्वालिटीको स्नेकर्सहरु खोजेर पाइरहेको छैन साइज पाएन कलर अप्सन पाउनु भएको छैन नि न्यू स्टाइलमा लट्स अफ भेराइटी छ गाइस तपाईको न्यू ब्यालेन्सको कलेक्सनमा हामीसँग 25-30 वटा कलर अप्सन पाउन सक्नुहुन्छ भेराइटी त्यतिकै छ तपाईहरुलाई चाहिने जति भेराइटी अहिलेको वर्ल्डमा चलेको चाहिँ स्नेकर्स न्यू स्टाइलमा ड्रप भइसकेछ हजुरहरु मजाले भिजिट गर्नु पर्यो ल गाइस अब हामी आजलाई यति अर्को सेगमेन्टमा भेट गरौँ ल गाइस अर्को ब्लगमा सबैजनालाई स्वागत गर्छौँ हामी है अब चाहिँ यसको लागि चाहिँ चट्टो लाएर ल आज चाहिँ अब अहिले यहाँनिर टुङ्गाउँ अब अर्को ब्लगमा भेटौँ अर्को ब्लगमा भेटौँ ल गाइस बबाल आइसकेछ सबैजनाले प्लिज लाइक कमेन्ट सब्स्क्राइब गर्न नबिर्सिनु होला त गाइस ल